गुड मर्निङ गाइस र आज चाहिँ हामी ग्यान्टक जान लागेका छौँ र मेरो साथमा छ गोपी बन्तुवा फ्रम याङगाङ। खुट्टाको फाइट खेल्दै बसिराखेको थियो। अन्त यसलाई सोधेँ मैले सिङताममा गएर के खाने भनेको, त उसले भन्यो म त मोमो खाने भन्दै यस्तो गर्यो। अन्त ल ल भनिदियो। यो गाडीलाई अलिकति हटाइदिनु छिटो गरिदिनुहोस् भनेर म अनुरोध गर्दछु। यो गाडी किन ढिलो हिँडेको, म घर छिटो पुग्नु छ। सायद यसको कुरा भगवानले पनि सुन्यो होला, त्यसैले ड्राइभरले पनि स्टार्ट गरेर गाडी चलाउन थाल्यो ग्यान्टकतर्फ। हाँस्दै गफ गर्दै हामी चाहिँ सिङताम आइपुग्यो है। अन्त यो सिङतामको घाम चाहिँ मेरो साथीहरूको गर्लफ्रेन्डको जस्तै रिस्कारा जस्तै रहेछ, कडा घाम हो। अनि उसलाई यस्तो देखाइदिएको त उता आलास तलास भएछ घामले। यति साह्रो घाम चाहिँ लागिरहेको थियो सिङताममा। सुत्नु मनपर्ने, पौडी खेल्नु मनपर्ने खालको चाहिँ घाम लागिरहेको थियो। र हामी त्यहाँनिर झरेर हामी मोमो खाने प्लान गऱ्यौँ। र उसले मलाई मोमो खाने जग्गामा लान्छु अरे, लु आइज आइज भन्दैछ मलाई यहाँनिर। अन्त मोमो खाने जग्गामा लगेको, यस्तो गरममा फेरि मोमो भन्ने कुरा त कहाँ छोडिन्छ त है। मोमोमा जानुभन्दा अगाडि फेरि ऊ एउटा स्टलमा गएर लुगा किन्ने भयो। अनि लुगा किन्नु गएको कि दोकानेसँग बार्गेनिङ गएको, दुईजनाको हामी अत्ता पत्ता छैन। यता फर्का भनेर मैले एउटा पेन चाहिँ नाप्न थालेँ किन्नको लागि हो। अनि साउँछ भनेको त साउँदैन पो भने त फेरि हो। अन्त फेरि त्यसलाई रिजेक्ट गरेर दुईजना मोमो खान लाग्यो। अनि सिङताममा चाहिँ तपाईँहरूले मोमो यहाँनिर 30 रुपिसमा मात्रै पाउनु हुँदो रहेछ। सो हामीले सिङताममा पनि 30 रुपिसकै मोमो खायौँ। यति साह्रो छ, तपाईँहरू पनि सिङताम आउनुभयो भने चाहिँ 30 रुपिसको मोमोलाई चाख्नुहोस्। यहाँनिर यति स्वाद रहेछ र धेरै पनि पाइँदो रहेछ, मिठो मिठो हुँदो रहेछ। यहाँको स्पेसियल चाहिँ अचार लाग्यो मलाई चाहिँ। अनि हामी त्यो गरिसकेर चाहिँ ग्यान्टक गयो। र ग्यान्टकमा चाहिँ फेरि त्यहाँनिर वेस्ट पोइन्टमा पुगेर फेरि एक चक्कर नघुमाइ त भएकै छैन है। ग्यान्टकको रमाइलो यस्तो देखाइदियो मैले, दामी देखिरहेको थियो। पानीहरू परिरहेको थियो, पुरा गरमले कोल्ड कफीलाई गुटुक गुटुक गर्दै बस्यौँ र ग्यान्टकको नजारा हेर्दै बस्यौँ। हुन्छ त ल, हामी अर्को भिडियोमा भेट्नेछौँ। यो भिडियोको लागि चाहिँ यतिमै